म भगवान होइन, म मान्छे हुँ। म सर्वश्रेष्ठ होइन, म साधारण हुँ। म ज्वालामुखीबाट निक्लिएको राप होइन, मेरो प्रकोपमा तिमी फलिनै पर्छ भन्ने छैन। म अर्जुनको धनुषबाट निक्लिएको बाण होइन, मेरो बोलीको तीरले तिमी लट्ठिनै पर्छ भन्ने पनि त छैन। म सोच हुँ, सबैले सोच्न सक्ने। म त दियो हुँ, झुपडीमा बल्न सक्ने। म अनन्त ब्रह्माण्डमा पत्ता लगाउन बाँकी धातु होइन, म जे हो त्यही हुँ, केही लुकाउनु पर्छ भन्ने छैन। म दार्शनिकको सोचबाट निक्लिएको बाणी होइन, म त बटुवा हुँ, मेरो गन्तव्य सधैँ सही हुन्छ भन्ने पनि त छैन। म वर्तमान हुँ, सबैले देख्न सक्ने। म चुचुरो हुँ, जो कोही पुग्न सक्ने। म महाकाव्यको पाना होइन, समयले लेखिदिने मेरो जीवनको कथामा तिमी समावेश हुनै पर्छ भन्ने पनि त छैन। म रोदीको धुन होइन, मेरो हर्ष रोदनबाट गुन्जिएको धुनहरूमा तिमीले रमाउनै पर्छ भन्ने पनि त छैन। म धर्मको पुजारी होइन, मैले गरेका पापहरू, ती पापहरूमा मैले क्षमा पाउनु पर्छ भन्ने छैन। म घामको चम्किलो प्रकाश मात्रै होइन, म कहिले ग्रहण पनि हुँ, तिमीले सधैँ मलाई उज्यालोमा मात्रै भेट्नुपर्छ भन्ने पनि त छैन। म हिरा होइन, सधैँ चम्किरहनु पर्ने। म हिउँ हुँ, चम्किएर पनि पग्लिन सक्ने। म सागर होइन, सर्वस्व आफै निलोपन कहाली लाग्ने। म त इन्द्रेणी हुँ, सप्तरङ्गी सजिने, तर सजिन पनि घाम र पानीको मिलन हुनुपर्ने। तर आखिर म को हुँ म? म केही होइन, म कोही होइन, म आफै हुँ। तर म आफै पनि त क्षणिक भरको लागि मात्र हुँ। म केही होइन, म कोही होइन, म आफै हुँ। तर म आफै पनि त क्षणिक भरको लागि मात्र हुँ। त्यसो भए के म विलीन हुँ?